आजकल चाहिँ आफूले रेगुलर खानेकुरामा इन्ग्रिडियन्ट्सहरू अलि ध्यान दिएर हेर्न थालेको छु। त्यही क्रममा मैले लोका फुड्सको पिनट बटर ट्राई गरेँ। यो काठमाडौँ बेस्ड लोकल न्युट्रिसनल ब्रान्ड रहेछ अनि मलाई सबैभन्दा मन परेको चाहिँ यसमा क्युआर कोड पनि रहेछ अनि यो स्क्यान गर्दा इन्ग्रिडियन्ट्सको लिस्ट मात्र होइन, इन्ग्रिडियन्ट्स चाहिँ कहाँबाट आएको हो र र मटेरियल्सको क्वालिटी र सोर्सिङको फोटोज पनि देख्न मिल्छ। त्यस्तै गरी यसमा चाहिँ ल्याब रिपोर्ट, टेस्ट रिजल्ट्सहरू पनि सबै हालिदिएको छ कि मैले चाहिँ उहाँहरूको अल नेचुरल नो सुगर क्लासिक पिनट बटर र चक्लेट पिनट बटर ट्राई गरेँ। यो चक्लेट पिनट बटर हेर्नु न, हेर्ने बित्तिकै खान मन लागेर मैले चाहिँ थोरै ट्राई गरिहालेँ अनि यस्तो चक्लेटी यस्तो मिठो रहेछ नि। सो तपाईँहरूको प्रिफरेन्स अनुसार चाहिँ तपाईँहरूले यो पिनट बटर तिनवटामा एउटा चुज गर्न सक्नुहुन्छ। यो पिनट बटर चाहिँ ब्रेकफास्टमा, पोस्ट जिम स्न्याक्सको रूपमा, स्मुदीमा, टोस्टमा वा फ्रुटसँग पनि खान सक्नुहुन्छ है तपाईँहरूले। मैले चाहिँ एउटा ब्रेडलाई टोस्ट गरेँ अनि त्यसमा पिनट बटर हालेर माथि चाहिँ यसरी केरा हालिदिएँ अनि यस्तो मिठो थियो अनि चक्लेट पनि ट्राई गर्न मन लाग्यो मलाई सबैभन्दा सुरुमा चाहिँ। अनि चक्लेटवाला पनि यसरी खाएँ, असाध्यै नै मिठो थियो। नेपालमै उत्पादन भएको यो पिनट बटर तपाईँहरूले पनि ट्राई गर्नुहोला। किन्नको लागि उहाँहरूको फेसबुक, इन्स्टाग्राम नभए वेबसाइट छ। यहाँ चाहिँ मैले आन्टी र मम्मीलाई पनि खुवाएँ, असाध्यै मिठो लाग्यो। सो तपाईँहरूले पनि किनेर ट्राई गर्नुहोला।